सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। यो भिडियो चाहिँ खासमा वान नाइट बिफोर टुर वा ट्रिप हुन्छ नि, जुन हाम्रो फिल आउँछ रातिमा होइन, सुत्ने बेला निन्द्रा लाग्दैन, त्यसको लागि हो। सो आज होल नाइटको म आफ्नो सबै थट्सहरू के गर्छु के गर्दैन होइन, कस्तो निन्द्रा लाग्दैन, निन्द्रा नलागेपछि डिफ्रेन्ट डिफ्रेन्ट थट आउँछ, त्यो सबै म तपाईँहरूलाई देखाउने छु। सो लेट्स गो। सो गाइज नाइट स्टार्टिङ विथ ब्ल्याक टी खानासाना खाएर टक्क होइन, अहिले 9 बज्न आँटेको छ र ब्ल्याक टी लिएर ब्ल्याक टी पिएपछि अनि त्यसपछि म देखाउँछु अरू होल नाइटको ब्लग। सो गाइज ब्ल्याक टीको आनन्द लिँदै होइन, अनि ट्याक्क एउटा यो भिडियोको लागि एउटा थम्बनेल एडिट गर्छु अहिले। ट्याक्क अब यहाँ गएर ल्यापटपमा अनि ठ्याक्क थम्बनेल एडिट गर्छु, अनि त्यसपछि चाहिँ म आफ्नो लुगाहरू म्यानेज गर्छु, प्याक गर्छु, अनि चाहिने सामानहरू प्याक गर्छु, सबै देखाउँछु म। सो गाइज फाइनली आफ्टर 1 आवर मैले थम्बनेल एडिट गरिसकेको छु। कस्तो छ त थम्बनेल, यो थम्बनेल यो भिडियोको लागि आफ्टर 1 आवर पछि यति एडिट गरेको हो। सो लेट्स मुभ नेक्स्ट। सो गाइज अहिले रातिको 10 बजिसकेको छ होइन, अनि मलाई सोच एक्साइटमेन्टले भोलि फाइनली ड्रिम कम्प्लिट हुनेछ भनेदेखि 5 दिन रातिको 10 बजे प्रीति पासवानको सङ सुनेर मलाई अहिले डान्स गर्न मन लागिरहेको छ कि अहिले। होइन के हो यार केटा हो तिमीहरू सबजना त अहिले म्यासेज गरेर के भन्छौ यार त्यस्तो, म अहिले रेडी भएको छैन, प्याक गरेको छैन, नजाने त भोलि कन्फर्म हुन्छ, के हो यार तिमीहरू अहिले म्यासेज गरेर यस्तो भन्छौ, थुक्क बेइज्जतीहरू प्याक गर्न जाऊ बुझी। अब निन्द्रा त लाग्दैन रातभरि, मलाई थाहा, प्याक गर्न जाऊ। सो गाइज लेट्स प्याक द क्लोथ्स, कपडाहरू अब प्याक गरौँ होइन त। ओके लेट्स, कुन कुन लग्ने हो सपिङ मेरो, अर्को सपिङ, अर्को सपिङ, सपिङ त गरियो तर मेन टेन्सनको कुरा हुने भनेको भोलि लाउने के, यो लाम त्यो लाम के लाम के लाम हुन्छ, को कसले कसरी लाएर आउँछ कस्तो लाएर आउँछ भन्ने टेन्सन हुन्छ के, सबभन्दा मेन टेन्सन चाहिँ त्यो। सो अब लाउनको लागि चाहिँ चुज गर्छु अहिले। सो भोलि भोलि चाहिँ नर्मल क्लथ्स लगाइन्छ, त्यस्तो नयाँ हाइफाई लगाइँदैन, किनभने भोलि चाहिँ बसमा बसेर जाने त हो, त्यसैले डिसाइड गरेँ नर्मल कपडा लगाएर जाने हो। सो त यो भयो, यो भयो, यो भयो, यो भयो, अर्को प्याकिङमा चाहिँ यो हुन्छ, यो हुन्छ, अरू अब यो हुन्छ, यति प्याकिङ गर्छु, त्यसपछि नयाँ क्लथ्सहरू देखाउँछु म। ओके सो कस्तो लागिरहेको छु गाइस। चलो रात के 11 बजे हम डांस करते हैं, वो भी अवधेश प्रेमी के सॉन्ग पे। तो गाइज यहाँ एउटा खोजिरहेको छु, अघिदेखि पाइरहेको छैन, मेन कुरा नै पाइरहेको छैन, के लाउने बोली मेन कुरा नै नपाएपछि यहाँ राखेर रहेछु अनि फाइनली पायो मेन कुरा, भोलिको सबभन्दा मेन कुरा के हुने लागि त। होगा तेरी कम सी जवानी बन जाएगा तेरी कम। सो गाइस फाइनली म यस्तो बनाएर राखेको छु रुमलाई, यस्तो यो कपडाहरू सब यस्तो उ गरेर राखेको छु। अब यो सबै कपडाहरूलाई म पट्याएर अनि प्याक गर्छु, यतिबाट म चुज गरेको छु यति कपडाहरू लग्नको लागि। सो अब लेट्स गो प्याक गर्न।
पैकिंग करते हैं। तो म पहिला आफ्नो नयाँ लुगा देखाउँछु के किनेर ल्याएको छु। फर्स्ट इनर फार्मकोट ल यो त साइज ठुलोहरू के हो अर्को अर्को प्यान्ट भोलि लगाउने, अर्को प्यान्ट त्यहाँ गएपछि लगाउने, सञ्जय देवतको गम्छा सल, सञ्जय देवतको सल। So let's pack. चलो एक एक करके पैक करते हैं। यही छुट्नु भएन प्याकिङमा त यति एक्साइटेड छु। कलेज त दूर है हमारी इसलिए क्या चिसो लाएर कसम नेपालको आन बान शान हाम्रो नेपालको फ्ल्याग दुईटी छुट्नु भएन। भोलिको वे कुन यो कति यो लगाउँ कि यो लगाउँ कति भएन। अनि फर्स्टमा नर्मल बस्न जान्छ यो लगाएर जान्छु। भोलि चाहिँ निकालेर राखिदिन्छु। भोलि चाहिँ त्यहाँ गर्छु त्यहाँ अर्को लुगा छैन किचन ब्याग छ यो लाउने हो भोलि लाउने हो भोलि लाउने हो भोलि लाउने हो तर यो राख्छु ब्यागमा पछि लाउँछु। सर्ट नि राखिहाल्छु त्यसलाई लाउनु मन लाग्यो भने लगाइहाल्छु। एक्स्ट्रा ट्राउजर जस्तो 5 दिन हो 4 हुन सक्छ त्यसैले सब एक्स्ट्रा राख्नुपर्छ। एउटा लगाउने एउटा राख्ने सोचिरहेको छु कलेज स्वेटरहरू लगाउँ के थाहा त्यस्तो बढ्यो भने ल्याइदिएर। यो गर्नुपर्छ यसरी पनि नत्र त फेरि अर्को यो स्मल वान पुस्नुपर्छ बाटोमा। यो चाहिँ राख्छु
न्यू प्यान्ट अनि अर्को चाहिँ बाहिर जान्छु दुईवटा किनेको छु ल ब्याट्री फुल भयो टोपी गुड यो त नबिगाऊ यो त नबिगाऊ यो छैन ए लिएर लगाउनुपर्छ स्टिकर स्टिकर त लगाउनुपर्छ हावा चल्यो भने त अनि यो चाहिँ अब कसरी अटाउने भयो के एकदम ब्याग फुल भइसक्यो ब्यागको च्यानल अहिले नै टेन्सन भयो यति कोसिस सके कि अहिले नै टेन्सन अनि मगर लाग्छ पनि ब्याग कुछ वो नानी नानी जुन लाग्छ मलाई काम लाग्छ यो लगाउँछु यो लगाउनु आउँदैन दुईटै लाग्छु यहाँ साथीलाई चाहियो भने दिदिला काम त्यसको गर्नुपर्छ पाप हुनुपर्छ गरेको सबै पाप मेटाउनु पर्छ नुहाएर भोलि भोलि त होइन जहिले पुगिन्छ यो एप्रोन अहिले कलेजभन्दा टाढा त्यो टाइम भोलि आउनुपर्छ ओके लाउने कुरा भइसक्यो अनि लाउने कुरा भइसक्यो अब यो चाहिँ छुट्नु भएन ओके सो लेट्स वेलकम यो हाइकनै चाहिँ हराउँछ यो एउटा आउँदैछ सोही एक जोड दुई जोड तीन जोड अनि एक जोड यो एक जोड यहाँ चार जोड चार जोड मात्रै लग्छु र भोलि चाहिँ यो लगाउँछु यो राख्छु लास्टै पर्छ यो नलगाउँ त्यसको एक जोड अरू भयो चाहिँ किन त्यहीँ लगाएर एक जोड अलिक सेतो थियो गऱ्यो यो चाहिँ लाग्छ यो भयो अब त्यहाँ टाउको धुनुपर्छ टाउको धुनुपर्छ सो सेम्पू लगाउँ 1 2 4 5 6 7 पाँचवटा लगाउँ पर्फ्युम लगाउँ यस्तो गइरहेको टुरमा यहाँ यो सब पुरिन्छ मेन कुरा छुट्नु भएन चस्मा
छैन मेरो पानी ओ ओ खर्च स्मल फ्ल्याग यो देश प्रेमी के भयो टिका के भयो रविमा हुन्छ कतै राख्नु भयो सामान सुनेको छैन हेलो यसले चाहिँ एउटा ढोकामा हालेर बोल्नु ओके गुड तपाईँ बाहिर हुन्छ लकडाउन पर्छ यसलाई यार ब्याग अर्को कम्प्लिट भयो यो एउटा बाइक त्यो त ज्ञान चाहिन्छ भएन अरू पनि सुकिरहेको छ फोन कभर हाल्नुपर्छ एकदमै एक्साइटेड जानको लागि त लग्नको लागि यति हो रेडी भयो प्याक भयो सबै देखाउनु हुँदैन अरू सबै त ठिकै हो तर हाम्रो केमिस्ट्री टिचरले चाहिँ भन्नुभएको थियो कि त्यहाँ माथि मुक्तिनाथ चढ्दाखेरि एकदमै गाह्रो हुन्छ सो त्यसको लागि चाहिँ अदुवा बोकेर जानु सोही अदुवा बोकेर गइरहेको छु अब ठुलो मान्छे भन्नुभएको उहाँ गएर आउनु भएको छ एक्सपिरियन्स छ उहाँको कुरा मान्नुपर्छ के थाहा साँच्चीकै गाह्रो भयो भने त्यसैले आफ्नो सेफ्टी छोड्नु हुँदैन सो मैले अदुवालाई राख्छु त्यही ढोका फेरि निकाल्नुपर्छ माथि राख्छु यतातिर राखिदिन्छु त्यही प्यान्ट हुन्छ अब आफू टप्पर परिएन ओल्ड इज गोल्ड लिएर जानको लागि एकजना कल गरेको थियो कि टप्पर म त टुरमा पनि ओल्ड इज गोल्ड लिएर जान्छु रे के भनेको थियो यतिको बन्दा कसरी यसलाई म लगाउँ 5 days tour को लागि इफ ब्याकप्याक completed बोकेर भोलि यो छुट्नु भएन सो यसलाई अगाडि नै राख्छु आँखा अगाडि अर्को के थियो
जस्लिन कहाँ गयो? जस्लिन त्यहाँभित्र हालिसक्यो के अब। भोलि किन्नुपर्छ एउटा एउटा पेन पनि लिएर जान्छु। पेन सो सबै कम्प्लिट भयो प्याकिङ कम्प्लिट भयो। अब जुत्ता चाहिँ एउटै लाएर जानुपर्छ अब, किनभने अब त्यति बोक्न सकिँदैन। सो जुत्ता एउटै लग्छु, लाएर जान्छु, त्यति हो। उता मन लाग्यो भने किनौँला यो केही सस्तो छ भने त्यो नि किनौँला। सो अहिले रातिको कति बज्यो हेरौँ। सो अहिले 11:33 भयो र अहिले मेरो लागि 12, 1, 2, 3, 4, 5, 6 बजी जाने हो भनेपछि म 5 बजीसम्म रेडी हुनुपर्छ। सो अझ मसँग 3-6 घन्टा बाँकी छ। सो 6 घन्टा म के गर्छु? अहिलेसम्म निद्रा लागेको छैन, ननिद्रा लागिरहेको छ। सो अब सुत्न ट्राई गर्छु, लेट्स सी। सो गाइज अघि चाहिँ 11:33 भइरहेको थियो र त्यो बेलादेखि म स्टार्ट गरेको भिडियो एडिटिङ हाफ, जुन योभन्दा अगाडि जुन भिडियो बनेको छ त्यो सबै भिडियो एडिट गरेँ मैले। र अहिले करेन्ट टाइम चाहिँ भइरहेको छ अहिले चाहिँ 1:41 भइरहेको, 41, 1:41 र अहिले यतिखेर मलाई अब निन्द्रा लाग्न थाल्यो। अब थाहा छैन बिहान उठ्न सक्छु कि सक्दैन, नो ग्यारेन्टी। तर अलार्म लगाएर सुत्छु। सो यस्तै गर्दाखेरि अनि मलाई चाहिँ बिचमा यो याद आयो, यो छुट्याएको थियो राख्नको लागि, ब्रस र टुथपेस्ट। सो यो दुइटा अब राख्छु। यो राखेपछि त्यसपछि म सुत्छु। अनि इफ निन्द्रा लागेन भने म फेरि पनि यसपछि भिडियो फरवर्ड गर्छु। इफ निद आएछ भने त एकैचोटि भिडियो एन्डिङ हुन्छ। सो गाइज फाइनली मैले क्यामेरा सेटअप गरिदिएको छु र अब चाहिँ म जान्छु, लाइट अफ गर्छु र चार्जरलाई स्विच अन गर्छु चार्ज हुनको लागि। क्यामेरा सेटअप नै हुन्छ रातभरि। अनि म चाहिँ सुत्न ट्राई गर्छु। इफ निद आएछु भने ओके, इफ निद आउँदैन भने त फेरि पनि भिडियो बनाउँछु। ओके। सो एउटा लाइट चाहिँ बालेर राख्छु राति फेरि। सो गाइज मैले फाइनली अलार्म पनि लगाइसकेँ। एउटा लगाएको छु 3 बजेतिरको, अर्को लगाएको छु 5 बजेको। सो दुईवटा अलार्म लगाएको छु। मलाई पुग्नुपर्ने छ त्यहाँ 6:30 बजीसम्म। अनि म भएर कति बजी उठ्छु र अलार्म बजेको सुन्छु कि सुन्दैन थाहा छैन। एकदमै निन्द्रा लागिरहेको छ अहिले। र अब सुत्छु। टाउकोमा चिसो लाग्दैन। ओके गाइज, गुड नाइट। लिटरली यार गाइज, आँखामा होइन यी डार्क सर्कल बसिसक्यो होइन। तर कसम अहिलेसम्म निन्द्रा लागेन। म अघि नै सुत्न गएको मान्छे, सुतेको के दिमागमा सोच आउने रहेछ कि भोलि यो गर्छु त्यो गर्छु, भोलि कति बजी उठ्न सक्छु सक्दैन, के हुन्छ, छुट्यो भने के हुन्छ, सुत्यै भयो भने के हुन्छ। तपाईँहरूले विश्वास लाग्दैन होला, तर चाहिँ म अहिले अघि देखाएको टाइम 1 समथिङ कति भइरहेको थियो र अहिले 2:40 भइसकेछ। तर अहिलेसम्म मलाई निद्रा लागेको छैन। र अब मलाई के डर लागिरहेको छ कि अहिले म सुत्यो भने चाहिँ भोलि बिहान उठेन भने चाहिँ के हुन्छ। मेरो लागि सरप्राइज, ठुलो सरप्राइज। साथीहरू गएर भिडियो कल गर्छ, ओए हामी मुस्ताङमा होइन। एनिवे डार्क सर्कल बसिसक्यो सबै रातभरि उठेर। तर अब चाहिँ सिरियसली होइन, सङ सुन्दै भए पनि वा कुनै स्टोरी सुनेर भए पनि म चाहिँ अब सुत्छु जसरी भए पनि। र यो भिडियो, यो भ्लग म यहीँ एन्ड गर्छु।
सो अनि भोलि बिहान उठेर मलाई फेरि डे 1 डेली भ्लग च्यालेन्ज हुनेछ 5 डेजसम्म। सो डे 1 भोलि बिहान स्टार्टिङदेखि लिएर बेलुकासम्म म के गर्छु त्यो सब देखाउनेछु। सो स्टे ट्युन, सब्सक्राइब टु माई च्यानल एन्ड लाइक, सेयर, कमेन्ट होइन। सो होपिङ द्याट यु विल डु एभ्रिथिङ। सो थ्याङ्क यू फर वाचिङ। At last, bye. Have a great day. Good night.